ओए हट ए यो नि त मजा उकालै कटाइदिन्छु नि फेरि यहाँ त मैले भिडियो सिडियो बनाउँछ त यार मान्छेले यस्तै हो क्या डर बाइकमा हिँडेपछि यस्तै हो क्या ओ भाइ साहब ओए ओए यो साइकल भयो क्या सो गाइस केटाहरू चाहिँ सबैजना आइसकेको छ आज चाहिँ 7वटा बाइक छ हुन पर्ने चाहिँ 10-12 जना हो म पड्काइहाल्यो केटाहरूले पड्काइहाल्यो खै कस्तो के भयो पछाडि सो लेट्स गो गाइस यता राइटबाट जाने है गाइस राइड चाहिँ स्टार्ट भइसकेको छ हाम्रो मेरो त 2 नम्बर हो नि फेरि 1 नम्बर त उठाउन पारिदिन्छ ल गाइस राइड चाहिँ स्टार्ट भइसकेको छ हाम्रो टक्क लाएर हाम्रो आरुबारीबाट है त ल सो आज चाहिँ लगभग 7 जना जति छ सो पहिला सुरु भगवानलाई ढोक्दिउँ टक्क बारामा मामाहरूले नसमात्योस् एक्सिडेन्ट नहोस् हैन त्यही त हो नि ओहो पन्जा नलाएर हातै दुख्ने यार केटाहरूलाई अगाडि पठाइदिउँ ल चौस केटाहरू ल 1 2 3 4 अनि अर्को खै त 5 र 6 खै 5 खै त एकजना पछाडि आएर रहेछ सो त्यही हो टोटल चाहिँ हाम्रो 7 जना जति छ आज चिल हान्नुपर्छ ल खै केटाहरू लाइनअपमा बस्नु पर्ने कोही अगाडि कोही पछाडि भयो केही छैन फर्स्टमा यस्तै हो पछाडि एकजना लाउँदैछ टक्क बाराममा अम्म कस्तो पड्केको हो केटाहरू त साथीहरू अम्म पड्क्यो एक्सिडेन्ट हो यो बाइक के कुन हो उहिले हाने उहिले अम्म रियाक्सन त भाइ बहिनीहरूले कडा दिन्छ नि फेरि ल है त ल यतिको चाहिँ चाहियो ल केटाहरू हान्यो उडायो अब कुनै दिन चाहिँ अफरोड राइड जानुपर्छ आज चाहिँ टक्क होइन हल्का मिटअप जस्तो एउटा ग्रुप छ क्या हाम्रो लगभग 45+ जति छ होला डट बाइक 45-50वटा जति छ डट बाइक्स सो अनि त्यही कोही रेडी नै थिएन हामीले यत्तिकै प्लान बनाएर लगाइदिउँ न त भनेर यति आएको जमजम केटाहरू ल आराम रहेछ यो चाहिँ 2018 मोडल होला सायद 18 हो कि कुन हो 18 हो कि 17 को लास्ट हो कि 18 होला मेबी सो त्यही हो गाइजहरू गगल्स नलाएर दुःख पाएँ यार केटाहरूले धुलो उडाएर केही छैन भने सो अगाडि बाटो बन्द छ भन्नुपर्ने म भन्छु अगाडि गएर ओहो ल अगाडि चाहिँ मेसुदले लिड हानिरहेछ फर्ममा अनि फेरि जाँदा आज यस्तोमा चाहिँ लास्ट चिप्लिन्छ यस्तोमा चाहिँ बिस्तारै जानुपर्छ यस्तोमा बिस्तारै केयरफुल हुनुपर्छ यो 300cc बनाएदेखि त बाइकको पावर त म्याक यस्तोमा यार ब्रेक हान्नु अगाडिको त फेरि ब्लममै चिप्लिन्छ हट ओहो यहाँ अगाडि हेर्नु त अम्बो यताबाट जाउँ यार यताबाट अगाडि हिरो छौ त्यत्रो अब फर्काउने पछाडि फर्कम
यस्तो हिलोमा त कहाँ जान्छ यार त हेर न मुला यत्रो हिलो छ अनि त्यहाँ छ्या बाइकको माया लाग्छ यार मलाई त अस्ति भर्खर त्यस्तो धोको इन्जिन सिन्जिन टिलिक्क बनाउने गरेर हिलोमा त लास्टै हुन्छ अम्मा कस्तो बटाएर यार 300cc 3 नम्बरमा छ हो बाइक 3 नम्बरमा त्यहाँ नि बवाल पावर खेल्छ नि 3 नम्बरमा यता यता ल केटाहरू लिड हानौँ कोही चाहिँ अलि यो टोल साइडतिरबाट होइन के अनि हल्का कन्फ्युज हुन्छ नि त उडायो खै त यस्तोमा टायर चिन्नु त बिस्तारै गर्नुपर्छ यो अन्त मजा अम्मा पड्कायो मुलाले सब केटाहरू आयो ल जम केटाहरू अगाडि पठाउँ न है जम केटाहरू जम अम्मा केटाहरूले नोइज पोल्युसन त काठमाडौँ हल्लाउने भयो है त ल सो कोसँग डट बाइकहरू छ टक्क लगाएर हाम्रो ग्रुप चाहिँ जोइन गर्न सक्नुहुन्छ तपाईँहरूले अम्मा पावर त बाइकमा अति छ यार मेरो त जम मम्मी यो सियाक्सको नम्बर प्लेट के हो यार यत्तिकै टालेर आ जस्तो देखिरहेछ भने के हो यस्तो टेल नै छैन क्या त्यो नम्बर प्लेट ट्याप्प टालेर ओहो कस्तो आकार उताबाट मान्छेहरू सो यहाँबाट चाहिँ अब राइट जानुपर्ने हुन्छ हामी वेली अनि फेरि वेली बाई बसले यस्तो पेल्छ स्कुलको बस भयो अझ भ्यानहरू त यस्तो पेल्छ भने त लास्टै गरिदिने क्या सो यहाँबाट राइड हुँदै हाम्रो आजको डेस्टिनेसन चाहिँ ओए म्याम फुले यसले पड्काउँछ यसले गर्छ कि यसले गर्छ ल हटेरिका पड्काउँछ होइन अब अम्मा आगो निस्किने गरी हान्छ यार यसले त यसको जोस सो हामी चाहिँ यता आकाशे धारा आइसक्यो उता माथि तेन्जिङ चोक हुँदै घुम्दै आएको सो यहाँबाट चाहिँ अब हामी चुनिखेल साइडतिर जानुपर्ने हुन्छ कस्तो पठाएर यार केटाहरूले सात आठवटा डट बाइकले त यार एरिया थर्काउने रहेछ अनि ल यस्तो मिठो भ्यू देख्न पाए त आहा अघि भर्खर पानी परेको थियो कि सो अनि अहिले चाहिँ बबाल भ्यू देखिरहेछ अब यसको पनि चेन लुज रहेछ यार मेरो नि यस्तो चेन लुज छ त सक्दैन नि 300cc लाई यस्तो गर्ने विली यहाँ नि ट्राफिक बस्न सक्छ यार अस्ति मलाई धन्न यहाँ नसक्दैन यस्तो ठ्याक्कै त्यहाँ बसिरहेको म यताबाट फर्काइदिएँ क्या नडराउ बाबु नडराउ के हुँदैन तिमीलाई सो यहाँबाट चाहिँ हामी लेफ्ट जानुपर्ने हुन्छ अम्मा भाकुरी धन्य यार हट भाकुरीले कानै दुखायो यार मेरो मुटु यार भाकुरी धन्नै उली क्रास नभइदिएर हो भने त यताबाट हामी सिधै जाने हो ओहो कहिले काहीँ हुन्छ जोस्
लडेर त सिकिन्छ नि होइन टक्क लाएर केटाहरू सबजना आइरहेको छ ल ठिक छ यो धेरै पावर भयो क्या यो बाइकमा 2 नम्बरमा चाहिँ त्यस्तो उहिले यत्तिकै उयो गरिदिन्छ उल्टाइदिन्छ है 1 नम्बरमा त झन् नसोचे नि हुन्छ यसो मिलाएर उकालोतिर 3 नम्बरमा ठिक हो उकालोमा 2 नम्बरमा त हान्न नहुने रहेछ यार मेरो मुटु यस्तो बाटो मनपर्छ है फेरि मलाई एकचोटि यहाँ त मलाई पुलिसले लखाटेको छ यार बाइकमा गाह्रो छ नि गाह्रो हाम्रो मामाहरूलाई नि गाह्रो हामीलाई नि गाह्रो मामाहरूको ड्युटी जम चढे केटो म्याम पुले दादा आज फर्ममा छ यस्तोमा बिस्तारै आमा भाइहरू भर्खर स्कुल पढेर आइरहेको रहेछ हो 3 नम्बरमा हो नि फेरि यतातिर चाहिँ बबाल घर छ हेर्नु न यो त के चाइनिजको घर रहेछ यार अगाडि इन्ट्री बोर्डमा यस्तो चाइनिज भाषामा के लेखेको छ क्या नहेर मलाई त्यसरी मेरो चेन लुज भएर यार लास्टै छिङ आवाज आएर छ नि सो चेन टाइट गरेर हल्का मोबिल हाल्नु पर्ने हेर्नु न ल सुन्नु भयो होला नि तपाईँलाई छिङ आवाज त्यहाँबाट झन् माथि त्यहाँ सुकुटीहरू पाउँछ क्या मिठो त्यहाँ खाएर खान जाउँ भनेको ठ्याक्कै बाटोमा त हाम्रो ट्राफिक सर बसिराख्नु भएको रहेछ के गर्नु अब फर्किनै पर्ने हुन्छ गाइजहरू त्यसरी भागेर गयो भने नि हाम्रो ट्राफिक सरहरूलाई यसो जिस्काएको जस्तो हुन्छ क्या सो त्यही हो हामीले एकअर्कालाई चाहिँ रेस्पेक्ट गर्नुपर्ने हुन्छ अब कोही ट्राफिकहरू त त्यस्तै हुन्छ क्या नबुझ्ने टाइपको कोही ट्राफिक सरहरूले चाहिँ बुझ्नुहुन्छ मिलाएर सो त्यही हो गाइजहरू अब चाहिँ हामी यहाँबाट भित्र छिरेर अब चुनीखेलै जानुपर्ने हो भयो चुनीखेल पनि सेफ त छैन त्यही चुनीखेलमा यसो हल्का क्याफेतिर होइन लुकाएर टक्क बसौँ केही खाम टक्क लाएर यताबाट भित्र हाम्रो कति धेरै बसहरू हो यार यस्तो अफिस टाइममा चाहिँ लास्ट उयो हो क्या यहाँ केटाहरू हेर्नु न यहाँ 2 3 4 5 6 7 एरिया हल्लाइदिन्छ यार बिस्तारै गाइजहरू बटारे केटाहरूले कस्तो मजा आयो यार स्कुटर दादा कहाँबाट आउनुभएको दादा कि दिदी हो सो गाइज हामी जगेको ठाउँमा फर्किसकेका छौँ कस्तो सपना थियो यार माथि गएर टक्क भ्यू हेर्दै चिसो चिया सुकुटी चाउचाउ साधेको खाने तर के गर्नु परिस्थितिले यतै फर्कायो भनेर सो हामी चाहिँ यताबाट माथि चुनीखेल हुँदै जानुपर्छ सो यहाँबाट चाहिँ लेफ्ट छौँ अब टक्क पारामा केटाहरू सबजना आइरहेछ ठिक छ यहाँ मिठो बाइक उठ्छ अरे यहाँभन्दा नि यता माथि मिठो बाइक उठ्छ क्या बबाल उठ्छ यार त्यहाँ चाहिँ अब यहाँ बबाल उठ्छ क्या मैले तर यो 300cc बनाएको थिएँ उहिले राम्रोसँग हानेको छैन एकचोटि ट्राई चाहिँ गरी हेरौँ यो 300cc उकालोमा लास्ट उयो हुने क्या पहिला 1 नम्बरमा उडाउने बानी अहिले त 2 नम्बरमा नि गाह्रो हुन्छ भने गाह्रो मतलब धेरै पावर क्या यो नि त मजा उकालै कटाइदिन्छु नि फेरि यहाँ त मैले भोलि हाने केटाहरूलाई अगाडि पठाउनु पर्ने
5 नम्बरमा चढ्छ यार बाइक पनि गेट डाउन भिडियो सिडियो बनाउँछ त यार मान्छेले यस्तै हो क्या डट बाइकमा हिँडेपछि यस्तै हो क्या मान्छेले होइन अब त्यस्तो नजान्ने मान्छेहरू त हेड गरिहाल्छ होइन अब यसो हल्का बाइकमा इन्थुजियास्टिकहरू हुनेहरूले चाहिँ मन पराउनु हुन्छ क्या जे होस् सो केटाहरूलाई माथि तारै भिड लगाएर गइदिउँ क्या सोध्ने एकचोटि यहाँ चुनीखेलमा रिक्स हुन्छ क्या फेरि माथि तारै भिड साइड जाने हो बरु नजाने कहाँ चाहिँ हाने ओए केटा हो बटार्देऊ अम्मा आन्टीहरू ल नाच्छ आन्टी नाच्छ आन्टी यतिको चाहिँ नाच्नु पऱ्यो ओ पछाडि फेरि अब बटारिदिइहाल्यो आन्टीहरूको अगाडि खै त केटाहरू किन नचला ओ भाइ साहब अम्मा हट केटाहरूले तहल्का मचायो यार जुम जुम यतिको चाहियो नि त मैले अघिदेखि यही खोजेँ क्या केटाहरू कतिखेर बत्तेला भनेर क्या यतिको चाहिँ चाहियो ल अब चाहिँ लभली मजा आयो लभली मजा ओ नाइस नाइस जुम जुम अगाडि हिँड नि तिमी वान वे बेरिङ मेरो नि यस्तै भएर वान वे बेरिङ चेन्ज गरे पनि खै भएकै छैन भने मेरो यसले त केटाहरू बिस्तारै बिस्तारै कस्तो पड्कायो धेरै यसरी पड्काउनु हुन्न है फेरि मामाहरूले लट्ठीले फेरि पड्काउँछ ढाड फुस्किने गरे कस्तो तातो आएको यार हावा साला स्मुथ हान्छ नि फेरि उहिले त केटाहरूलाई झन् अगाडि पठाउँ भनेको केटाहरू कोही अगाडि आउनै मान्दैन त यार यसो भ्लगमा यसो हाइलाइट्स हानिदिउँ भने के यो गाडी के कहाँ रोक्यो यार है मान्छे छैन त सायद बिग्रियो होला गाडी हुन्छ कहिले काहीँ केटाहरू त मेरो खुट्टा घाउ हुन लाग्छ यार कटुर्नु त लाउन नहुने रहेछ बाइक चलाउने बेला त लाउँदा ठिक हुन्छ तर यसो स्टन्ट सिस्टन विली हान्दाखेरि चाहिँ हल्का गाह्रै पर्ने रहेछ क्या गुच्ची प्राडा म त यता बाहिर गएको थिएँ अघि यता चप्पल किन्न गएको थिएँ उता ठमेल साइडतिर सो अनि स्कुटरमा गएको थिएँ अनि स्कुटरबाट सिधै राखेर म आइहालेँ क्या लुगासुगा केही चेन्ज नगरिकन सो आज हेर्न मेरो हालत सब यार केटाहरूले हिरो छ्यापेर रेडी 1 2 3 ऊ हाने केटाहरूले उहिले त कडा हान्छ नि फेरि सो यहाँ दिदीकोमा बस्नुपर्ने फेरि यहाँ मामा आइहाल्छ क्या माथि ओए यो साइकल भयो क्या यो पागल भयो यार यसका दिमाग चल गया सो गाइस आजको लागि यति नै हो हाम्रो भ्लग चाहिँ सो अब यहाँ एक भिडियो हानेर भ्लग इन गरिदिउँ न हामी चाहिँ रेडी 1 2 3 ल त गाइस ल बाई बाई सबजनालाई सो भ्लगलाई यसो लाइक सेयर सब्सक्राइब गरिदिनु होला टक्क पारामा होइन ल बाई बाई